हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते सर सम्पूर्णमा हजुरलाई स्वागत छ आजको मेरो ब्लगमा। अनि म चाहिँ फेरि पनि हजुरको सामने आइसकेको छु। मैले चाहिँ साथै म चाहिँ पोखराको थुम्के भन्ने ठाउँमा चाहिँ आइसकेको छु। अनि यहाँनिर चाहिँ हामी घुम्नको लागि अनि हिजो आएको, मैले चाहिँ हिजो अलिअलि भिडियो गरिरहेको छु। अनि त्यही भएर हामी चाहिँ घुम्नको लागि आएको छौँ। अनि म चाहिँ अब यहाँ रेडी हुन लागेको। यहाँ चाहिँ हामी अहिले चाहिँ कसकोमा छौँ भने भाइकोमा छौँ, मेरो हस्बेन्डको साथीको घरमा छौँ। अनि यहाँनिर हामी चाहिँ पोखरा जानको लागि रेडी हुन लागेको साथीहरू। मेरो सहरलाई लिपपोत गर्छु अनि हजुरसँग भेट्नेछु। सो गाइज, म त रेडी भइसकेँ। अहिले म चाहिँ रेडी भइसकेँ। अब चाहिँ हामी जान लागेको। अनि हल्का फुल्का मैले चाहिँ मेकअप गरेँ पनि, अनि कपडाहरू पनि लगाइसकेँ। अब चाहिँ जान लागेको हामी चाहिँ स्कुटरमा जान्छौँ यहाँनिर। अनि हिजो हामी चाहिँ आएको, हिजो राति हामीले चाहिँ कस्तो राति मात्रै ल्याइपुऱ्यायो। हामी चाहिँ यहाँ आइपुग्दाखेरि त्यसै 11:30 जस्तो भएको थियो। अनि त्यही भएर हिजो चाहिँ एकदम धेरै जाम परेर यो बोक्ने हो र म पावर ब्याङ्क बोक्नु नि। हामी चाहिँ पोखरा लाग्यो भिडियो बनाउने लाज लाग्यो मलाई त। साथीहरू, हामी चाहिँ आधी बाटोमा यहाँनिर पानी परेर रेनकोटहरू लगाएर देख्न सक्नुहुन्छ, पानी परिरहेछ। हेलो भन्नु सबैजनाले रेनकोट लगाएको छ भने यताजना भाइहरू हुनुहुन्छ। हेलो भनिदिनु त लु भाइ। बिच बाटोमा पानी परेर यहाँ हेलो साथीहरू, हामी चाहिँ घुम्नको लागि लाग्यौँ। अहिले यहाँनिर हामी चाहिँ पोखराको यहाँ बिजी रोड भनौँ न, अब कति धेरै बिजी हुँदो रहेछ। हामी चाहिँ यहाँनिर जाँदैछौँ। यहाँनिर अघि बिहान चाहिँ कस्तो अचम्मै भइरहेको थियो, एक ठाउँ पानी पर्ने एक ठाउँ पानी नपर्ने भइरहेको थियो। अहिले चाहिँ मौसम खुल्लिसकेको छ। अनि हामी चाहिँ जाँदैछौँ अहिले। ए नगर साथीहरू, हामी चाहिँ डेभिड्स फल आएको छौँ। हामी चाहिँ सिरुपाते खुकुरी नै हो आयो। खुकुरी हेर्दै हुन्छ। म हजुरहरूले देखाउने छु डेभिड्स फल। के कराइरहेछ भयो ल। थैलीमा पैसा आँट्दैन। कुन कालो टोपी हौ? किन तपाईँ यसको त ड्रेस पो चाहिन्छ त यस्तै खालको। यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ। कति हो टिकट? वाउ, के कराएको यसरी? डेभिड्स फल हेर्नु होला साथीहरू। फुलहरू कति राम्रो राम्रो छ यहाँ। ल हेरौँ न त।
हो 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 यो चाहिँ हेर्नु न कस्तो मजाले हिमाल जस्तो यही हिमालय त हिमालय बनाउनु भएको रहेछ हिमालय वाउ वाउ यो चाहिँ के हो टिकटक बनाउने भिडियो गर्ने यहाँ कुद न तिमी माथि माथि क्या ल ल यहाँ चाहिँ हेर्ने भनेको केही पनि होइन सिटी झरेको होइन ए यो ठाउँ यो हो यो ठाउँ मैले देखिरहेको थिएँ यो ल साथीहरू आइपुग्यो है डेभिस फल भनेको मुनि मुनि कस्तो गहिरो गहिरो छ नि ए भएर चाहिँ त्यो हुँदैन यो खोला बढेको बेलामा त त्यो आउँछ होइन त्यहाँ तल पानी गरेर चाहिँ पानी छैन यहीँ बिलाइदिन्छ क्या यहाँको पानी त्यस्तो हो यो बर्खामा हुन्छ नि त यो माघको उयो माथि चाहिँ के हल्लाएको हो मान्छेहरू पनि आउनु भएको रहेछ अरूमा अरू पनि घुम्नको लागि कस्तो लागिरहेछ तपाईँलाई राम्रो लागिरहेछ सपना पुरा भयो होइन फाइनली पुरा भयो डेभिस फल कस्तो चाहिँ रहेछ होला भनेर मैले यसो फोटोतिर भिडियोतिर देख्थेँ प्रत्यक्ष आँखाले रियलले मैले चाहिँ देख्न पाएँ औ कस्तो खतरा लु कत्रो ल ल ल हेर्न सक्नुहुन्छ साथीहरू माथि आउँछ है कस्तो यो हेर्नु न यो सेती होला मान्छेहरू कति मर्छ उता पनि छैन जाने ठाउँ बन्द छ त्यता जाने मरिन्छ ए तलको पानी होइन तर यहीँ बिलाइदिइरहेको यतापट्टि छैन कस्तो चमक हो हेर्न सक्नुहुन्छ ओ माई गड हेर्नुहोस् साथीहरू मैले देखाएँ हजुरलाई गइराई सेती खोला यता पनि छ ए हिमाल हो 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 देवो भावा यहाँदेखि टोपी लाने हो र कहाँ पाउँछ यसो चिन चिन ए ल हामी चाहिँ यो गुफा जान लागेको छ श्री गुप्तेश्वर गुफा यहाँतिर त के हो अनि सबै दामी दामी देख्छु त ए यो अघि हामी चाहिँ यहाँनिर यो ठाउँमा आयौँ है साथीहरू वाउ यहाँ पनि टिकट हो फाइनली आइयो है फाइनली बुलेट होइन र यो घरमा सजाउनुको लागि होला क्या यो बुलेट किन्दिन लाग्नु भएको छ है मलाई वाइफको लागि मैले किन्दिन आँटेको भोलि मुस्ताङ जानको लागि चाहिँ यो गाडीबाट गइन्छ साथीभाइहरू ल ल हुन्छ ल जाउँ हराउँदिन कसरी चाहिँ हराउँछु होला र म
कुनै ठाउँबाट केही लगिदिउँ न यहाँबाट नभए पनि ल बुहारी र पारी नै रहेछ फेरि चमेरो गुफा हामी जाँदैछौँ हामी वाउ म मजाले देखाउँछु है पहिले पनि आउनु भएको थियो यहाँतिर तपाईहरु भयो यतादेखि गएर उतादेखि झर्ने रहेछ हराइन्छ है ल जुमै किन यति साह्रो भिड हो यहाँ ए लाइन पो बस्नु पर्ने यहाँ त लाइन लाग्नु पर्दो रहेछ है के गर्नुपर्ने हो यहाँ भाइ ए दुईजनाको यो ये क्यूआर कोड साथीहरू यहाँ चाहिँ हामी गुफा जाँदैछौँ अनि यहाँनिर चाहिँ भिडियो बनाउनको लागि एलाउड थिएन अनि म चाहिँ यहाँ लुकी छिपी भिडियो बनाउँदैछु देख्छु कि भन्दै अनि यो गुफा चाहिँ म अजिब लाग्यो यो गुफाभित्र चाहिँ कस्तो सोच्नै नसोचेको ठाउँ है यत्रो यो मुनि यस्तो पर्खाल के भन्छ यसलाई चट्टान भित्रभित्र यस्तो ठाउँहरू देख्दाखेरि म छक्कै परेँ अनि यहाँनिर धेरै टुरिस्टहरू पनि आउनुभएको थियो नेपाली भन्दा पनि बाहिरको देशको धेरै हुनुहुन्थ्यो अनि यहाँनिर कस्तो शङ्ख जस्तोहरू यस्तो भित्ता ढुङ्गामा थियो अनि हामी चाहिँ हेर्दै गयौँ अनि पहिलोचोटि यस्तो देखेको म त छक्क परेँ अनि यहाँनिर चाहिँ अरू पनि हुनुहुन्छ अनि पानीहरू यस्तो झरिरहेकोहरू जस्तोहरू थियो अनि हामी चाहिँ जुन त्यो अहिले भर्खरै अगाडि सेती खोला गएको थियौँ हो त्यही पानी चाहिँ यहाँ मुनि आएको रहेछ यो मुनि चाहिँ त्यो सेती खोलाको पानी रहेछ यो मुनि कुद्ने चाहिँ अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ शङ्ख जस्तै छ हेर्नु ठ्याक्कै शङ्खकै जस्तो बनेको यस्तोहरू हेर्नुहुन्छ वाउ साथीहरू के भन्नु फोटो वाउ यो त के हो यो त बनाएको होला अन्त म त्यही सम्झिरहेको थिएँ त्यो त काठमाडौँ हो
हाउस हामी निस्किसक्यौँ है। वाउ हामी चाहिँ अघि तल गएर आएको यस्तो देखिनुहुन्छ। हामी चाहिँ लाग्यो यहाँ साथीहरू हामी चाहिँ निस्क्यौँ यहाँबाट। अब फेरि अर्कै ठाउँ जाँदैछौँ हामी घुम्नकै लागि। हाम्रो चाहिँ यहाँ भाइहरू भएर एकदमै सजिलो भयो। भाइहरू भएर सबै भाइहरूलाई थाहा छ यो ठाउँ कहाँ छ के छ भन्ने कुराहरू, त्यही भएर हामीलाई चाहिँ सजिलो भइरहेको छ। मैले चाहिँ त्यहाँनिर एक मम्मी र मेरो भदैनीको लागि एउटा दुईवटा गिफ्ट किनिदिएँ। मुस्ताङतिर साथीहरू फाइनली किनिसक्यो टोपी। यो चाहिँ टोपी लगाएर राम्रोसँगले भिडियो फोटो खिच्नुपर्ने हुन्छ। हामीले चाहिँ हामी उकालो चढ्दैछौँ। भोलि साथी खोज्दिउँ न केटालाई मात्रै होइन हजुरलाई पनि नजाने भने अलि प्यार नि हुन्छ। साथीहरू हामी चाहिँ यो खै के मन्दिर हामी चाहिँ यहाँ आइसकेको छौँ। फेरि पनि हामी यो ठाउँमा आइसक्यौँ। यो ठाउँको नाम चाहिँ के हो? एकै दिनमा हामीले 4-5 ठाउँ हेर्यौँ। वाउ हर 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 महादेव। हर हर महादेव। खोइ के टिटिट गर्छ देख्न सक्नुहुन्छ तपाईँ हजुरहरू। यति दामी हेर्नु कति राम्रो क्या। एकै दिनमा हामी 4-5 ठाउँ डुल्यौँ। अनि डुलेको हो हाम्रो वाउ वाउ फोटो खिचिदिउँ। म फोटो खिच्नु वाउ कति राम्रो ठाउँहरू हो। किन कराउनुहुन्छ? ओ तामाको गाङ्ग्रो। फोटो पनि खिच्न सक्नुहुन्छ। माथि वाउ 3 जनाको लु भिडियो ल भरे स्क्रिनशट गरेर लिनु। बस्नु न बसेर गर्नु ल क्वालिटी कसेर
क्यामेरा चाहिँ उता सिधा पक्रिँदैन यसरी बनाउनु छैन भिडियो यसरी होइन हेलो साथीहरू म चाहिँ मनिषाको बोयफ्रेन्ड है त्यति साह्रो भन्नु पर्दैन तपाईँलाई कसैले चिन्दैन मनिषाको बोयफ्रेन्ड म चाहिँ अब हामी यहाँबाट निस्क्यौँ अब चाहिँ हामी फेरि यहाँबाट लेक जान लागेको आज खत्रै घुमाइ भयो क्या हाम्रो चाहिँ खतरा एकदम बबाल चढ्नु हामी चाहिँ लाग्यौँ फेरि पनि साथीहरू लेकतिर लेक भनेको कहाँ हो लेक भनेको पोखराको एकदम सुन्दर ठाउँ फेवा त आज हामी एकै दिनमा हामी 4-5 ठाउँ घुमिसक्यौँ हामीले चाहिँ मौसमले अलिकति साथ दिएको छैन र त्यसैमा अलिकति दुःख छ नत्र त हामी कडाइ हो चुस्ता घुमेर जाँदैछौँ यहाँ उरालो छ र चाहिँ छिटो झर्ने खै त छोरा मान्छेहरू घुमेर यस्तै हो क्या छोरी मान्छे हुँदाखेरि त्यतिखेर हामी लुगा फेरि यो गर्ने फोटो खिच्ने हुन्थ्यो छोरा मान्छेहरू त एउटै लुगामा उनीहरू त जिन्दगी बित्छ छोरा मान्छे त एउटै लुगामा जिन्दगी बिताइहाल्छ हामी चाहिँ अलिकति गाह्रो पर्छ तर के गर्नु ठिकै छ यो पनि रमाइलै भइरहेछ होन्डा हामीलाई अब म लेकतिर पुगेपछि हजुरहरूसँग भेट्छु धन्यवाद धन्यवाद धन्यवाद